समस्या पर्यो फेरि। के समस्या हो र? समस्या त खासै ठुलो होइन, हल्का पैसा चाहिएको थियो। ए त्यस्तोलाई समस्या भन्छन्? आफ्नो बुढोसँग पनि पैसा माग्दा समस्या? ल ठिक छ, को चाहियो पुरो भन, पैसा को चाहियो? धेरै होइन, 20,000 भएको भए मेरो सपिङ पुरा हुन्थ्यो भनेर के। ल ल जम्मा 20,000 मात्रै भइहाल्छ नि, 40,000 दिउँला। क्यास पैसा छैन, अब मोबाइल ब्याङ्क गर्छु। त्यो मोबाइल ब्याङ्कबाट त्यही सपिङ गरेँ है, जे गरौँ म चाहिँ त्यही गरेँ। ल हालेको छु, जाने मजा सपिङ गर्ने, जे गरौँ न, जे किन्ने आज फ्री छ, तिम्रो बुढाले आज फ्री गरेछ है। कहिले पैसा नदिने बुढाले आज कहाँबाट खुसी भएर दियो पैसा? वाह, सपिङ गर्न जानु पर्यो। Next day. बुढा के हाम्रो घरको कालो बोका दिएन त? के देख्नु पर्यो कालो? पनि छैन, मैले हेरिसकेँ यताउता जताउतै। अरे बाहिर छ के, त्यो त घुमेको थियो भर्खरसम्म। कतै कतै त्यो बोका बेचेर पैसा दिएको त होइन? हो नि हजुर, पैसा मैले कहाँ दिएको त, म बेरोजगार छ, घर पोथा लगाउने मान्छेसँग हुन्छ हो, त्यही बेचेर बिहाको दिनु पैसा। ओके मसँग पैसा हुन्छ, बेरोजगार बुढो छ, बुढो काममा जलाउने बस्ने र पैसा मजाले आउँछ कहाँदेखि, त्यही बोका बेचिदिएको।